Jesus. अलिकति उठाइदिनु न उठाइदिनु Oh Jesus. Hallelujah. तपाईको कम्प्युटर प्रभुले तोड्नु हुँदैछ Hallelujah. जातेमा Yes. येशूको नाममा यस प्रभुलाई भन्ने प्रभु अब भन्ने प्रभु म तपाईँलाई प्रेम गर्छु यीशु म केही जान्दिनँ मेरो लुवाई खेल्नु परेन भने तपाईँको महिमाले सिकाउनुहोस् 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 सिकाउनुहुँदैछ अब प्रभु आउनुहोस् म तपाईँको छोरो मलाई म तपाईँलाई प्रेम गर्छु मलाई Jesus. Yes. Hallelujah. जा यो कुटाहरू सिधा हुनुपर्छ आन्टीको आज आन्टीले जानेको कुरा बुझेर हाँसेको कुराहरू महिमामा प्रकट हुनुपर्छ महिमामा यसको सासलाई फेरेर अप्ठ्यारो हुने केटीलाई शरीरलाई स्पट बनाएर थुन्से बनाउने दुष्ट आत्माहरू टुनाउनाका जागित्रका भेदभावका आत्माले सब सब छोड्दे छोड 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 छोड्दे 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 प्रभुले हल्का दिनुहुँदैछ आउनुहोस् यसोको रगतमा बिलेर भन्दै आउनुहोस् Yes. 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 Oh yes. धेरै कुराहरू खोल्नु छ यो मण्डली अब कसैको होइन खोलिदिनु हुनेछ धेरै कुराहरूले अब बात विवाद ल्याए सोच्दै चिन्ता टेन्सन ल्याए अब पवित्र आत्माले खोल्नु हुँदैछ पवित्र आत्माले पवित्र आत्माले यस 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 पवित्र आत्मा तपाईँ प्रेम गर्ने खोलियोस् अझै तपाईँको शक्तिमा अभिषेकमा दान वरदानमा Jesus. 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 Thank you, Jesus. Jesus. जातिहरुमा छापामा Jesus. Jesus. तपाईलाई जानेको छैन तपाईले यो छोरालाई जानेर बोला यो शक्ति त्यो अभिषेक खोलिदिनुहोस् यो हार खाने होइन अब जित र विजयको हुनेछ ओ जिजस हरेक कुरामा हरेक कायदामा यसले गरेको हरेक हामी सबैजना खुसी छौँ बाहिरको दुखी जस्तो लाग्दैछ है हालेलुया हामी जहाँ भए पनि परमेश्वरको आत्मा हामीसँगै हुन्छ आमेन चाहे तपाईँ बाहिर हुनुहोस् चाहे टोइलेटमा हुनुहोस् चाहे भाँडा धुनुहोस् चाहे गोबर सोध्नुहोस् चाहे के भन्छ हरेक प्रकारको काम किन नगर्नुहोस् तर परमेश्वर तपाईँसँग हुनुहुन्छ आमेन हरेक मानिससँग पृथ्वीमा जति पनि मानिसहरू छ त्यहाँ परमेश्वर हुनुहुन्छ चाहे धर्मको होस् चाहे संस्कारको होस् चाहे जातको होस् चाहे रीतिरिवाजको होस् त्यहाँ परमेश्वरको आत्मा हुनुहुन्छ आमेन त्यही भएर उहाँले सबैलाई देख्नुहुन्छ कि देख्नुहुन्न कि तपाईँ हामी जस्तो अन्धो हुनुहुन्छ हामी आँखा भएर पनि अन्धो छौँ हामीसँग कतिवटा आँखा छ थाहा छ धेरै छ एउटा प्राणको आँखा छ एउटा आत्माको आँखा छ एउटा शरीरको आँखा छ हालेलुया अब जान्नुभयो
कहिले मिस्टेक नहोस्, दुईवटा नगर्नु नि। फेरि अगमवक्ताले कुट्ने पनि आदत छ, प्रेरितहरूले झट्कारो हान्ने आदत छ। किन भन्दाखेरि सुधार्नको लागि मास्टरहरूले हामी पढ्नु जाँदाखेरि कुट्दै कुट्दैन, तर पास्टरलाई कुट्नुहुन्न नि, होइन सिधा हुनुहुन्छ। हालेलुया। परमेश्वरले कुटेकोमा पनि दुख्ने गरी होइन, प्रेमले वचनद्वारा कुट्नुहुन्छ। आमेन। हालेलुया। खुसी भयो क्या वचनको एउटा भाग छ, एक दुईवटा कुरा गर्नु मन लाग्यो। बत्तिसमा कति दिनमा ग्रहण गरेर बत्तिसमा लिनुभयो? खै बत्तिसमा लिने खोइ तुरुन्तै कति दिन? 2 महिना होइन, होइन बस्नु पर्ने। कहिले कति दिनमा ग्रहण गरेर बत्तिसमा लिनुभयो? यीशुलाई पाएर 1 वर्ष, अरू 12 वर्ष। यो त साह्रै जेल त भन्छ। ल प्रभुलाई धन्यवाद। किन भन्नु त? बत्तिसमा यो त सर्टिफिकेट नि, हुन त नेपाल यो हाम्रो नागरिकता भन्दा इम्पोर्टेन्ट हो स्वर्गको लागि, तर असल सर्टिफिकेट त येशू ख्रीष्ट तपाईसँग आउनु भएको छ। आमेन। आमेन। हालेलुया। मैले बत्तिसमा लिएको कस्तो त्यो दिन याद आयो क्या। मैले बत्तिसमा लिएँ, अनि त्यहाँदेखि बत्तिसमा लिएर पनि मैले रक्सी खाएँ, अनि त्यहाँदेखि फेरि पनि रक्सी खाएँ, अनि प्रभुले गुन्द्रीसँगै उठाएर खेल्नु भयो। हालेलुया। आज मैले प्रार्थना गर्दाखेरि रक्सीको आत्माहरूबाट छुटकारा हुन्छन् मान्छेहरू। आमेन। किनकि परम प्रभुले तपाईँ र मलाई हाम्रो जातिहरूमा प्रेरित अगमवक्ता परमेश्वरको आत्मा दिनु भएको छ। चाहे यहाँ एल्डर हुनुहुन्छ, पास्टर हुनुहुन्छ, है प्रचारक जो पनि, बाइबलले भनेको छ छुट्याउनु हुँदैन, तर हाम्रो मन बुद्धिले छुट्याउँछौँ। परमेश्वरले तपाईँहरूलाई काम दिने भाग दिएको। हालेलुया। यो एल्डर ठुलो होइन, पास्टर ठुलो होइन, अगमवक्ता ठुलो होइन, प्रेरित ठुलो होइन, डिकन ठुलो होइन, परमेश्वरको आत्मालाई राखेर हिँड्नु चाहिँ ठुलो। आमेन। परमेश्वरलाई धन्यवाद। तपाईँहरूको बिचमा आज बिहान त के भन्ने 12 बजिसकेको छ। आजको दिन यसरी भेला हुन पाएँ। पास्टरबाट हाम्रो छुट्टै समयमा परिचय भए तापनि उहाँले भनेअनुसार मैले नाइ भनिनँ, किनकि परमेश्वरले मलाई मेरो जातिको लागि अभिषेक गरेको छ। मलाई जुनै समय जहाँ बोलाए पनि म हिँड्छु। हालेलुया। खुसी छु तपाईँहरूलाई, यस्तो सानो बाबुहरूलाई, नानीहरूलाई। अनि उहाँहरू मैले रेकर्डिङ गरेँ, मैले युट्युबमा हालिदिन्छु। मेरो युट्युब पर्फेक्ट गङ्गा प्रसाद आचार्य बेतेल एकता चर्च मलाई प्रभुले दिएको छ। हालेलुया। एकता बेतेल भनेर मलाई बोलाउनु भएको, अनि एकता भनेको चाहिँ बुढा र बुढीले के चाहिँ नाम राख्ने मलाई धेरैचोटि प्रभु बोल्नु भयो, धेरैचोटि। अनि मलाई आत्मा र शरीर अलग गर्नुहुन्छ। यो छोरा छोरी आजको 32मा सर्टिफिकेट अब अझै बढ्दैछ। ओ यस परमेश्वर अदनको बगैँचामा पास्टरलाई यस्तो दिनुहुँदैछ प्रभुले। अदनको बगैँचामा त आदम र हावा भेट्ने ठाउँमा शैतानले फोहोर बनायो, अनि फेरि परमेश्वरलाई भेट्न येशू ख्रीष्ट नाम दिनुभयो। अनि यसको अर्थ हो पुरानो करारमा पाल भनेको छ, अनि यो पाल चाहिँ बढ्दैछ। हालेलुया। ओ प्रभु जीवन, ओ जिजस, अब यो जीवनको नदी चाहिँ तपाईँ हुनुहुन्छ। अचम्म र आश्चर्य काम थाहा प्रभु तपाईँले भिजाउनुहुन्छ, मरुभूमिमा खोलाहरू पठाउनुहुन्छ। ओ येशू, म तपाईँलाई धन्यवाद भन्छु प्रभु। यो छोरा छोरीको विश्वास तपाईँमा अझै जरिया बनोस्।